वेलकम छ साथीहरु लेक अफिसियल फ्यामिली ब्लगमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ है सबै फ्यामिली। अमिसा के छ? ठीक छ। रिबु हेलो भन्नु न। हेलो भन्दै भन्नु। ल हामी कहाँ जाँदैछौँ भिडियो हेर्दिँदै गर्नु होला। साथीहरु हामी चाहिँ आइपुग्यौँ है बासेचौरी। बासेचौरी चाहिँ आज मेला लागे जस्तै रहेछ हौ। आज शनिबार भएर होला साथीहरु हेर्न सक्नुहुन्छ यहाँको नजारा। यस्तो मेला लागिरहेछ पिकनिक रहेछ। यता चाहिँ खाने ठाउँ हो, यता चाहिँ घुम्तीहरु, यता चाहिँ पिकनिक छ। यता पिकनिकहरु रहेछ धेरै। चटपटे पनि हाल्दिन तिम्रो हाल्दिन चटपटे। पहिले एक ठाउँ भनौँ मलाई अनि तिनीहरू हेर तिनीहरू कता मात्र हाल्दियो ल। मान्छे के खाने चिज हो? के खाने तिनीहरू? खाम होला। हुन्छ जे भयो पनि बनाउँछु ल। यता चाहिँ मजाले सुँगुरको सेक्वा पोल्दै हुनुहुन्छ है। हामी चाहिँ आएर खाने यहीँ सीता दिदीकैमा है जहिले पनि। यता चाहिँ कुखुराको हो भाइ, खसीको कुखुराको होइन। यता चाहिँ खसी कुखुरा पाइन्छ है। प्रियङ्का, मिलन, अमिसा खाने चिज नखाउने नानीहरू चाहिँ पर गए। हाम्रो नानीहरू चाहिँ आज यतापट्टि छन्। यिनीहरू के गर्दैछन् भनेर म चाहिँ आइरहेको छु है साथीहरू। रियान कता 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 आएको? छोड त्यहाँ छोडिदेऊ। अहिले बिस्तारा आइज बिस्तारा खोइ त नि। म चाहिँ यहाँ नाङ्दैछु है साथीहरू। यस्तो छ यतापट्टि चाहिँ खाडी, ठुलो खाडी खन्नु भएको छ के साथीहरू हेर्न सक्नुहुन्छ। यस्तो छ यहाँ एकदम दामी छ है। हजुरहरू पनि बासेचौरी आएर माइन्ड फ्रेस गर्न सक्नुहुन्छ। यस्तो छ आज शनिबारको दिन भएर होला साथीहरू एकदम मेला लागेको छ के। मेलै भन्दा पनि हुन्छ। पिकनिक अब खाने ठाउँ त एनी टाइम हुन्छ नि त यहाँ। अनि आज शनिबार भएर होला धेरै पिकनिक चाहिँ धेरै आएको छ। ओइ के गर्दैछौ तिमीहरू? ओ नो गाइजहरू के गर्नु भएको? कायु नजानु तपाईँ त्यता। ओइ बुइनी लडी हो। यता आऊ सबैजना आऊ यता आऊ। नानीहरूको चर्ती कला हेर्न सक्नुहुन्छ है साथीहरू। यहाँ नानीहरूको चर्ती कला। ओ माई गड म त हौ यहाँ हेर्नु न। हाम्रो नानीहरूको चर्ती कला हेर्न सक्नुहुन्छ है। बासेचौरी लिएर आएको यिनीहरूलाई यस्तो छ चर्ती कला। एकदम मजा लाग्यो अरे। रिबु किन त्यस्तो गरेको? यहाँ कोही त झन् यहाँ हेर्न सक्नुहुन्छ। यो खोलाबाट नागेर आएको हेर्नु न। छोरा चाहिँ सक्स लारै खोला नाग्छ। यस्तो छ खोला नाग्ने बाँदरे चाहिँ यही हो है। हेर्न सक्नुहुन्छ यता हेर्दा। अनि तँलाई थाहा भएन सक्स खोलेर नाग्नुपर्छ भनेर? यहाँ हेर अब यो सक्स हेर त। यस्तो छ चर्ती कला गाइज। यहाँ हेर्न सक्नुहुन्छ नानीहरूको चर्ती कला यस्तो छ। आज शनिबार भनेर यिनीहरूको छुट्टी छ नि त सबैको। अनि हामी चाहिँ भान्जी ठुलो सानो सबै भान्जी सबै आएको कि यिनीहरूको चर्ती कला हेर्न सक्नुहुन्छ साथीहरू। यस्तो छ नानीहरूको। अब भनेको मान्दैनन् म के गर्नु साथीहरू। ओ नो
म त पागल हुन आँटिसकेँ। नो 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 रियान रियान नगर त ठुलो मान्छे नगर नगर लाउ लाउ यता आऊ भयो अब पानी भयो कायो नो 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 लाउ छोरी आऊ 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 लु सबैजना टिकटक बनाउने अब आऊ कायो कायो बेबी मात्रै गुड वाल हो नि सबैभन्दा हाम्रो सानो नानी चाहिँ एकदम पानीदेखि डराउनुहुन्छ क्या हो कायो र नवीन दादा मात्रै गुड हुनुभयो है ऊ हेर न सबैभन्दा फटा त यही परो ऊ हेर्न है मङ्की बोय नो 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 नगर न नगर उहाँ हेर न उहाँ ऊ डेन्जर बोय हेर त यहाँ देख्नु भएको छ यस्तो केटा तपाईँहरूले सक्स लाई खोला नाग्ने केटा देख्नु भएको छ हजुरहरूले आजै देखेँ मैले त ल अब आऊ यिनीहरूलाई खाडीतिर डर लाग्यो नि त मलाई चाहिँ छोड्नलाई के किनिदिनु कुरकुरे त उहाँ पनि पाउँछ त लाउ त कुन खाने त कुरकुरे माग न त लु काइरो यता आउनु 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 यता आउनु यता आउनु लु जाउँ 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 खाडीतिर हुँदैन अब डर लाग्यो मलाई क्रस गरेर बिस्तारै हेरेर क्रस गर है आऊ 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 यता यता अमिषा तिम्रो छोराको लुगा अर्को ल्याएको छ कि छैन आइसकेछ हाम्रो चाहिँ आइसकेको छ यो के को मासु हो अमिषा कुखुरा चटपटे फेरि भन्नुपर्छ नि भनिदिउँ जाउँ त नवीन चटपटे भन फेरि एक ठाउँ अनि भरे चाहिँ भात कसरी खाने हौ प्रियङ्का भरे खानुपर्छ होला नि खानुपर्छ उहाँ लोकलको झोल खानु पर्यो नि त मैले लुगा फेरिदिनु ल्याएको छु त आमा छोराको यहाँ गफ सुन्नु है साथीहरू यहाँ हेर्नु है यहाँ हेर्न सक्नुहुन्छ है यहाँ रियान त बा मिलन मैले आज थाहा पाएँ चकचक कति रहेछ भनेर रियानको त पोर्कको मासु खान थाल्यौँ है यहाँ छ तिमीहरूको यो भाइ र बहिनीलाई खुवाइदिन्छु ल म पिरो भयो दामी यो बेबी गिलास मागेर ल्याउ त दिनुहुन्छ पिरो पनि खाएन न टेस्टी हुन्छ कतिवटा ल्याउन चारपाँच के खाने कोक खाने कोक पनि ल्याइदिनु भने एउटा हेलो हेर न हेलो यहाँ जेठानी देउरानी चाहिँ हिँड्दैछन् कहाँ हिँडेको कहाँ रिसोर्ट छ भनेर हामी हिँडेको रिसोर्ट कहाँ हो थाहा नै भएन हौ रिसोर्ट चाहिँ कहाँ रहेछ त हौ अनि यहाँ माथि रिसोर्ट छ भनेर सुनेर हामी चाहिँ हिँडेको साथीहरू माथि हो कि तल हो थाहा भएन उयो पर हो कि के हो उयो बत्ती बलेको छ बत्ती बलेको ठाउँमा हो कि क्या हो ल हामी चाहिँ हिँड्दैछौँ है अब यहाँ नयाँ रिसोर्ट खोलेको रहेछ नि त त्यहाँ जाँदैछौँ हामी तिनजना चाहिँ नानीहरू चाहिँ अब उतै खेल्ने ठाउँतिरै गएको छन् हामी चाहिँ लाग्यौँ है साथीहरू म यता हेर्नु कि यता हेर्नु जता हेर्दा नि हुन्छ हामी चाहिँ अब नयाँ रिसोर्ट गएर हेर्नेछौँ खाने ठाउँभन्दा अलिक 5-10 मिनट जति हिँड्नुपर्ने रहेछ है साथीहरू नयाँ रिसोर्ट छ एकदम राम्रो छ अरे त्यहाँ अब त्यहाँ गएपछि हेर्नेछौँ है त साथीहरू एक दुईवटा त बनाउनु ल
ए रिसोर्ट भनेको त यही रिसोर्ट पो रहेछ है गाइजहरू रिसोर्ट बाहिरैबाट हेर्नुपर्ने भयो हौ हामी त अब भित्र गएर फेरि के गर्नु है पट्ने खान्छन् भने यस्तो छ है यस्तो ल साथीहरू अब चाहिँ हामी फर्किँदैछौँ है अनि के अरे यस्तो रात परेको छ क्या हेर्न सक्नुहुन्छ है हामी फर्किने क्रममा हो अब के कस्तो छ लेक अफिसियल फ्यामिली ब्लगमा है तपाईँहरूलाई कमी कमजोरी केही छ भने कमेन्ट बक्समा लेखिदिनु होला माया गरिदिनु होला ल आजको ब्लग चाहिँ यति नै है त